एभ्रिवान गाइज नमस्ते सेवारो म फेरि पनि आइसकेको छु हजुरहरूको माझमा। सो गाइज आज चाहिँ म जाँदैछु याङनाम पारी बासपटे। किन भन्दा भोलि 1 गते हो नि त, अनि भोलि 1 गते घुम्नु जाने हो। अनि त्यही भएर आजै जाँदै गरेको हामी चाहिँ मौली हुँदै हुँदै जाने हो। अब हामीको कसरी त्यहाँ माथि पुग्नु हो? त्यहाँ पुगेर त्यहाँ पुग्नु छ यो डाँडामा, यो गाउँ भयो गाइज। हामी चाहिँ हाम्रो बाजेले चाहिँ यहाँ गोरु चराउनु हुँदैछ। सो गाइज हेर्नुहोस् हामी चाहिँ यता तल आइसक्यौँ। यो खोला पुग्नु छ, त्यहाँदेखि फेरि उकालो जानु छ। हामी चाहिँ गलिसक्यौँ यहाँ। अब कसरी पुग्नु त्यहाँ र टेन्सन पो लाग्यो हामीलाई हिँडेर। सो गाइज हामी चाहिँ खोला आइपुग्यौँ। यहाँ हेर्नु सक्नुहुन्छ फुल चाहिँ यहाँ चढाउनु पर्छ नि त। अनि यहाँ एउटा फुल लाउने ढोक्ने, यहाँ अर्को फुल लाउने ढोक्ने, अनि मात्रै चढ्ने यता। गर्मी भयो गाइस, कसरी पुग्नु अब माथि? यहाँ हेर्नु खोला हजुर। जति हिँड्दा नि पुगेन हो गाइस, कहिले पुग्नु बासपटे, गाह्रो भयो। ला रात पर्यो त अब के पो गर्नु हो गाइस। हाम्रो चाहिँ रात पर्यो। अब पुग्नु चाहिँ आधी घन्टा त्यत्रो लाग्दैन, 15-20 मिनट लाग्छ। सो अब चाहिँ म मेरो भिडियो अन्त गर्न चाहन्छु। बाई बाई।